गलत हो कि सही हो तपाईँ यहाँबाट अलिकति टाढै बस्नु। मेरो पनि मुद्दा हो, मेरो पनि देश हो, मेरो पनि जनता हो, मेरो पनि दुःख हो, मेरो पनि आवाज हो। मैले अरू विषयमा बोलेको छैन हजुर सर। हजुरलाई रोजगार दिन सक्नु पर्यो, त्यसो भए सरकारले ऋण तिर्नुपर्छ भनिदिएछ। तिर्नुपर्छ भनेर भयो। तपाईँको हात छ, खुट्टा छ, ज्ञान छ, कुन कानले सुन्नुभयो, कुन आँखाले देख्नुभयो सरकारले भनिदिएछ? रोजगार दिनु पर्यो। वार्ता हाम्रो चल्दैछ, वार्ता पछि बोल्नु होला है। वार्ता त अहिले पनि यहाँभन्दा अगाडि के गरे हेरेर यहाँभन्दा अगाडिको 35 वर्ष चलाए जसले तपाईँलाई सरकारले त सुटुक्क बनायो। सुन न ए बहिनी, तपाईँ गएर शेरबहादुर देउवासँग, केपी ओलीसँग र प्रचण्डसँग सोध्नु विगतको सरकारले के गर्यो। अहिले हाम्रो वार्ता चल्दैछ, वार्ता पछि कुरो गर्नु। 4 महिना भयो सरकार बनेको, 4 महिनामा हामी फर्स्टचोटि आएको यहाँ। 5 वर्ष भइसक्यो। ल यता नगरौँ सर। उतै जाउँ। यो तपाईँ जानुहुन्छ कि म परारी बोलाउँ? सिधा भन्नुहोस्, सिधा भन्नुहोस्। तपाईँ हजुर जाने कि म परारी बोलाउँ? तपाईँ जाने कि म परारी बोलाउँ? देशको समस्या हो यो। हजुर जाने कि म परारी बोलाउँ? झगडा गर्न मन छैन हामीलाई। ल तपाईँ ल साथीहरू, उहाँ दाइले चाहिँ एकदमै सही गर्नुभयो क्या। यस्ता परिचालित मान्छेहरूलाई चाहिँ हामी अभियन्ता हो भन्दै आन्दोलन हाइज्याक गरेर आन्दोलन भड्काउन खोज्नेहरूलाई चाहिँ यसरी नै लखट्नुपर्छ क्या। प्रत्येक ठाउँबाट यसरी लखट्नुपर्छ। र पत्रकार साथीभाइहरूले पनि के बुझ्नुपर्छ भने यस्ता अराजक, यस्ता यो हिंसाको बाटोतिर लाने अराजक व्यक्तिहरूको चाहिँ कमसेकम इन्टरभ्यू नलिनुहोस् क्या। यस्ता यो परिचालित तथा यो हाइलाइट्सको लागि भनेर आउने हुन्छ नि, यस्तै पुच्छर लागेर आउने, कहाँ आन्दोलन भएको छ त्यहाँ चाहिँ गएर म बोल्छु, परिचालित सरकारको विरुद्ध उचाल्ने उकास्नेहरू यिनीहरूले गर्दा हो। यस्ताले गर्दाखेरि हो। आज जे गर्नुभयो उहाँ दाले एकदमै सही गर्नुभयो। अब हरेक जो पीडित पक्ष हुनुहुन्छ हो, पीडित चाहिँ सरकारसँग माग राख्न जायज कुरो हो, माग राख्न पाउनु पनि पर्छ। तर यसरी नै घुसपेटियाहरू छिर्दै गयो भने बन्ने सम्बोधन हुने मागहरू पनि तपाईँहरूको कुनै पनि हालतमा सम्बोधन हुँदैन। यस्ता अराजक समूह, अराजक व्यक्तिहरू तपाईँहरूको भिडमा आयो भने पनि यसरी नै लखट्नु होला, यसरी नै लखट्नु होला। उनीहरूले तपाईँहरूको लागि केही पनि बोल्दिन आएका होइनन्। यिनीहरू परिचालित हुन्, सरकारको विरोध गर्न, सरकारलाई कसरी हुन्छ असफल बनाउनु परेको छ यिनीहरूलाई, त्यसरी नै हो। र अर्को कुरा, लघुवित्त पीडितको उहाँदाको कुरा सुन्नुहोस् त। मलाई बालेन सरकारप्रति आशा छु। 35 वर्षदेखि यतिका वर्षदेखि पुरानो सरकारले के चाहिँ गरेर उहाँले 4 महिनामा के गर्नुहुन्छ, गर्दै हुनुहुन्छ। म आशारत छु। हो यो हो नि त सुझाइ बुझाइ भनेको हो। सरकारसँग सम्बोधनलाई, सरकारको आँखामा पर्नको लागि केही आन्दोलन गर्नु पनि पर्छ, त्यो एकदमै सही कुरा हो। तर यस्ता अराजक व्यक्तिहरूलाई बिचमा घुसपेट गर्न चाहिँ नदिने होला। घुसपेट हुन आउँछ भने यिनीहरूलाई हजुरहरूले नै लखट्नु पर्ने हुन्छ। आज जे गर्नुमा एकदमै सेल्युट छ तपाईँलाई।